कृतिक टेलिफिल्म्स को प्रस्तुति। हेलो गाइस हैन, आई होप सबैजना सन्चै हुनुहुन्छ। अनि यो चाहिँ मेरो तिहारको भ्लग हुनेछ हैन। आज चाहिँ हो लक्ष्मी पूजा प्लस अहिलेको तिहार, अनि बेलुका चाहिँ लक्ष्मी पूजा र तिहार। दसैँको चाहिँ मैले यसपालि भिडियो हाल्न पाइनँ, बट तिहारको चाहिँ म हाल्नेवाला छु। प्लिज यो भिडियोलाई जतिसम्म सक्नुहुन्छ सेयर गर्नुहोस् र कृतिक टेलिफिल्म्सलाई चाहिँ सब्सक्राइब गर्नुहोस्। रजनीमा चाहिँ अब अहिले कुकुरलाई पूजा गर्नुपर्छ आजको दिनमा। हामी यार कुकुरहरू आज फेरि धेरै भेटिँदैनन्। कुकुर त भेटेन गाइस, तर बिस्कुट नै खाएनन्। अब यता अलिकति 2-4वटा कुकुर छ यो गल्लीमा, अनि तिनीहरूलाई पनि लगाइदिनु पर्यो भनेर आएको छ। खाइरहेछ नै गाइस, यसलाई म जहिले लगाइदिन्छु हरेक वर्ष। यो पनि छ, आइज रुक। यो 2-3 चोटि प्रेग्नेन्ट हुँदा हामीले यसको बच्चा खेलाएको थियौँ गाइस। अनि सिजा टोलको कुकुर नि नै हो। खाइ त पनि आइज छिटो ल। हेर्नुहोस् गाइस, हाम्रो नेपालको कल्चर कति राम्रो छ। यसरी नै हाम्रो टोलको रक्षा गर्नु। खाऊ फुल चाहिँ बाटोमा नफ्याँकौँ। अनि हेर्नुहोस् गाइस, के अरे हिमाल कस्तो राम्रो देखिरहेको मेरो आँखाले। यो परको हिमाल कस्तो राम्रो देखिरहेको। अहिले नराम्रो देख्यो भने बिचरा कस्तो, बिचरालाई त कस्तो रोग लागेको थियो। 1-2 वर्षमै जान्छ जस्तो लागेको थियो, बट स्टिल अलाइभ होइन। लगाइदिन पाइरहेको छु मैले। कस्तो राम्रो देखिएछ। अब चाहिँ जान्छु गाइस, पूजा पनि सक्यो अब घर सारा अहिले एकछिनमा रङ्गोलीको लागि लिप्टी पनि छ। र अब हेर्दै जानुहोस् के गर्छु गाइस। अनि मैले 5वटा थिनाहरू किनेको थिएँ, त्यसबाट 2टा चाहिँ मैले कुकुरहरूलाई दिएँ। अनि यो 3टा चाहिँ म हाम्रोतिर अलिक जो कि अलिक खाना पाउँदैन, अलिक त्यस्तै हुन्छ नि। अनि कस्तो मलाई दिन मन लाग्यो। अनि अब म यो 3टा थिनाहरूको बिस्कुट चाहिँ तिनीहरूलाई नै दिन्छु। बिचराहरू खाना पाउँछन् नि, कुकुरा दिएर वेस्ट भयो भने। खान्छौ बिस्कुट? तिमीहरूको सबै साथीहरूलाई दियो है, यो बाँडेर खाऊ नि। सबैलाई दिए नि, सबैले खाऊ एउटा सबै चाहिँ मिलेर खानु नि। बनाएको नि के गर्छस्? ओके होइन, म चाहिँ आइसकेँ घर होइन। अनि अब त्यो बच्चाले चाहिँ के भन्यो भनेर सोच्नु भयो होला। अनि त्यो अजिब लाग्छ नि त, किन भिडियो खिचेको के गरेको तिनीहरूलाई थाहा पनि हुँदैन के हो भनेर। अनि फेरि अलि भाइरल पनि त भइसकेको छुइनँ म। तर तपाईँहरूले लाइक सब्सक्राइब गर्नुभन्दा छिटै पनि हुन्छु। र अब चाहिँ मेरो ड्युटी छ। अब यो तिहारको बेला छ, अनि भाडा माझ्नु छ पिताम्बरीको। कल्प बिहारिणी अष्ट कृपारिणी जय दुर्गे माता। अलि सानो पूजा कोठा छ। ल अब चाहिँ आइसक्यो। यहाँ छन् हाम्रो पूजाको भाडा। अप फर वासिङटन डिसी अरे क्या। मेरो फोन झऱ्यो भने चाहिँ घरबाट निकालिदिन्छ। आयो ब्याकग्राउन्ड कट्टु आयो, सरी फर। अब चाहिँ छतमा बसेर भाडा धस्ने मात्र काम हो। पछि विदेश गयो भने भाडा धस्न त सिक्नु पर्छ। अनि गाइस होइन, अब चाहिँ यति काम छ मेरो घरमा। अब मैले त्यो भोलि आयो त्यो माथिको पूजा कोठाहरू सबै गरेर भाडा मस्काएर यति गलिसकेँ। मतलब यति त थिएन होला, टाइम लाग्छ हेर्नुभएको तर धेरै नै थियो। पछि पुसे पनि त्यो पुसेको देखाउन मिलेन, किनभने कस्तो गाह्रो थियो क्या। पुस्नु कि भिडियो खिच्न थाल्नु भयो। अब चाहिँ मसँग सयपत्रीको माला छ,
सरी माला बनायो पहिले फुल सयपत्रीको फुल छ तर माला चाहिँ अब धेरै त अहिले उन्नु पर्दैन किनभने अब लक्ष्मी मातालाई त उन्ने हो थोरै उनी पुगिहाल्छ नि हैन र अब चाहिँ म फुल हुन्छु तपाईहरु पनि इन्जोय गर्नु फुल हुनेको ल गाइज हैन हाम्रो माला चाहिँ रेडी भयो यो माला चाहिँ कसलाई होला गेस गर्नु गेसै गर्नु पर्दैन श्री लक्ष्मी मातालाई हो भनिदिन्छु रे वाइ टु गेस एन्ड के भन्छ लस योर टाइम माला अड्क्यो गाइज माइ गॉड बल्ल भयो कस्तो राम्रो देखिने तर यो अलिकति कम्बिनेसन चाहिँ किन मिलेन भने हाम्रै माथि छतमा फुलेको फुल हो अनि सानो ठुलो त थियो अब पुरा आउनु नै थियो नि त अनि अब त ठ्याक ठ्याक एउटा एउटा साइजको गराउँथ्यो तर एउटा भावना हो नट म फेरि पनि भन्छु तिहार भनेको रमाइलोको लागि हो आफ्नो के भन्ने बिर्से अनि जे हो अनि गाइस हैन अहिले चाहिँ मैले नुहाइ धुवाइ गरेर बसिरहेको छु काममा एकछिन भिटामिन डी त खानु पर्यो भने तर डरे फेरि खालै हुन्छ फेरि हैन अनि अब चाहिँ दिउँसो भन्छ अब त तल त्यो पोत्नु पनि पर्छ रातो माटोले अनि उ पनि गर्नुपर्छ के भन्छ बेसी रङ्गोली त बनाउनै परिहाल्यो नि मेरो रङ्गोली चाहिँ नहाँस्दिनु होला है गाइस हैन अब चाहिँ हामी भन्न आएछ मतलब म मात्र नै छु हामी त के भन्नु के यो पोत गइरहेछौँ के रातो माटोले आँगन सर अनि भर्याङमा चाहिँ माथि लग्यो हुन्छ त्यो उज्यालो यही घर अगाडि त हो पोत्ने अनि अब पोत्छु सोध्छु अनि तपाईँलाई के गाइस हैन अनि रङ्गोली चाहिँ बन्नलाई रेडी रङ्गोली मतलब यो रातो पोतेर चाहिँ रेडी भइसक्यो अनि यता हाम्रो छिमेकीहरूको पनि रेडी भइसक्यो ल मैले उता राम्रो देखेको छ द्याट्स होप सबैको लक्ष्मी पूजा राम्रै भइसक्यो होला किनभने मेरो भिडियो हुँदा त राम्रै भयो होला अनि ह्याप्पी तिहार सकिसक्यो किनभने मैले यो भिडियो हाल्दा त सकि नै सक्यो होला अब चलिरहेको होला यस्तै भन्दै के हुन्छ हेरौँ गाइस हेर मेरो रङ्गोली चाहिँ भन्दैछ प्लिज नहाँस्दिनु होला कस्तो यही कलरले बनाउन चाहिँ गाइस अहिलेको टाइम चाहिँ एकदम भइसक्यो म थाकेर बुतबुती भइरहेको छु पछाडि मेरो रङ्गोली छ नदेखाम अनि आज मैले 3वटा घरको रङ्गोली बनाऊ यो घर हाम्रो घर र अनि तपाईँ चाहिँ अर्को ठुल्बाको घर र लेट्स चेक इट आउट रङ्गोली अनि केही नराम्रो लाग्यो भने चाहिँ प्लिज कमेन्ट चाहिँ राम्रै गरिदिनु होला नराम्रो लाग्यो नि अब देखाउँछु तपाईँहरूलाई कस्तो लाग्यो है त यो चाहिँ यता ठुलमम्मीहरूको यो चाहिँ मेरो हो मतलब हाम्रो घरको यो चाहिँ अर्को ठुल्बाहरूको पनि हो कुन चाहिँ तपाईँहरूलाई मन पर्यो होला प्लिज कमेन्ट डाउन एन्ड रेट एभ्री किनभने यो मैले आफैले बनाएको गाइस अहिले ठुल्बा यता ठुलमम्मीहरूले पनि अलिअलि चाहिँ आफै बनाउनु but डिजाइन चाहिँ मेरै दिमागमा थियो दिएको अनि तिनटै घरको एउटै भयो ओके गाइस हामी पटका पड्काउँदैछौँ अब अहिले फुस भन्दा टाइट फिस्सै हुने रहेछ खै लाइटर अनुभव देऊ त ए यो पहिला पड्काउ न पड्काउ प्रतीशलाई देऊ मर्ने खालको रहेछ भैली राम ए छिटो गर्नुस् अंकल भैली राम ए भैली
ए सलाइको काटी ए सुकिसक्यो घाटी ए घोडा बाने तबेला ए हामीलाई भयो अबेला ए सलाई भैली भैलीराम ए 14 अञ्चल तबेला भैलीराम हामीलाई भयो अबेला भैलीराम भैलीराम आहे देउसी ए आहे भैलीराम भन भैलीराम ए रातो माटो तिमीले चिप्लो बाटो भैलीराम आए लड्दै र पड्दै भैलीराम हामी भैलीराम ओके गाइज होइन अहिले चाहिँ हामी यहाँ छौँ के अरे भिडियोको लागि अनि के सुन्यो त्यस्तै हो ओके होइन गाइज अनि अब चाहिँ हामी यहाँ छौँ यतातिर देउसी बेलुका मेरो फोनको अलिक सब्सक्राइब गर्नु न आइफोन किन्न सक्ने पैसा कमाऊँ भनेको है अनि अब हामी यतिजना पनि 2-3 जना चाहिँ यहाँ मानेकै छैनन् खेल्न त्यही पनि हामी यहाँ छौँ क्लाइम्याक्स कन्टेन्ट दिन्छु के दिन्छौ कपिराइट लाग्यो भने नि भरे फेरि लागोस् झन् चिप्लो बाटो भैलीराम आयो घर कत्रो भैलीराम ए सिंहदरबार जत्रो भैली आयो आँगन कत्रो ए टुडुके जत्रो माथि कालाकोट भैलीराम हामीलाई चाहियो भैलीराम ए रातो माटो भैलीराम नचिचाउनु भैलीराम भैलीराम ए चिप्लो बाटो भैलीराम झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो मनाउँदै लड्दै र पढ्दै आएका हामी केही देखाएन मलाई भयन बाब के गरायो तिमी चाहिँ के खोजिरह भन न ल ल लौ 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 उता अर्को साइडमा खा त्यहाँ लगाइदेऊ न नडराइकन ल लागो ठिक गरेनौ अनुभव चाहिँ ठ्याक्क त्यसको को यो ल अनुभव बाला छिटो अनि त्यसो केही नबोला नि होइन मेरो भिडियो हो नि त नि त्यो मान्छेले कति मेरो धेरै फ्यानहरूले हेर्छ न नि लास्टमा छिट्छ नि नगर न ब्रम हेलो गाइज होइन अनि हिजो चाहिँ हामी थाकेर केही भिडियो खिच्न पनि म सकेको थिइनँ यति घाँटी पनि सुकिसकेको थियो अनि हिजोको चाहिँ सक्यो दिन अब आज चाहिँ हाम्रोमा डे 2 आँखामै घाम पऱ्यो डे 2 हो होइन गाइज अनि तिहारको र अब आज पनि के गर्छौँ कस्तो हुन्छ हेर्दै जानुहोस् होला भन्दै फेरि पनि एकचोटि सब्सक्राइब गर्नुभएको छैन वा लाइक गर्नुभएको छैन वा कमेन्ट गर्नु छ केही क्वेसन सोध्नु छ भने गाइज होइन अहिले चाहिँ म तरकारी बजार आएको छु तरकारी आज चाहिँ तरकारीको रेट अनि यहाँ मालाहरू धेरै छ अहिले अब म घर जान्छु अनि तपाईँ हेर्नुहोस् हेर्नुहोस् है के हुन्छ मेरो अझै बाँकी नै छ अब रमाइलो गर्नै छ तिहारको ओके गाइज होइन अब म फेरि रेडी भइसकेँ हाल्नुको के खायो भन्नु होला अघि बटर काट्यौँ नि त अमला खाइरहेको छु अनि हाम्रो तिहार पनि अब देउसीको कार्यक्रम पनि सुरु हुन्छ अब हामी फेरि आज पनि इन्जोय गर्छौँ र तपाईँहरूलाई लागिरह होला हिजो कति कमायौँ भनेर हिजो चाहिँ हामीले कति कमायौँ मलाई गेस गर्नु म अहिले एकछिनमा भन्छु हामी एउटा खेल्न छौँ मुखमा अमला यहाँ नजाम होला हौ यिनीहरू चाहिँ आफ्नो डान्समा अब हामी खेल्न भनेको आजको कमाइ कति भयो भनेर 1500
आज चाहिँ हामी निराश भएर अहिले 9 बजे घर फर्किनु 9 अरे 8:30 मै घर फर्किनु। यो मान्छेले गर्दा हो है के हैन यो मान्छेले गर्दा हो गाइज यो मान्छेले गर्दा। ओके गाइज हैन म चाहिँ तपाईहरुलाई आज आफ्नो स्किल देखाउँदै छु। यहाँ मैले बनाएको कस्तो काँडेदार भयो। हुन्छ त भनिरहेको छु त तेल चाहिँ खाइदिनु पर्यो नि। तेल खाएपछि त काँडेदार भइहाल्छ। तेल फुटाउँदैन होला नि। अनि थाहा पाइहाल्छ नि मैले बनाएको मेरो स्वरले। पर्दैन पर्दैन पोइन्ट गरेर बनाएर त्यो मिलाएर हिँड्छ सर कसरी उज्यालो हुन्छ अनि चाहिँ यसमा खिचेको बत्ती चाहिँ त कति राम्रो खिचेर यो मान्छेमा हुन्छ। गुड मर्निङ गाइज हैन यो चाहिँ डे 3 हो। तपाईहरुलाई थाहा छ अगाडिको भिडियोहरु पनि इन्जोय गरिदिनु होला। हिजो पनि हामी फर्क्यौं अनि त्यसपछि यहाँ घरको भिडियो बनाउन पाइन। अनि आज चाहिँ बिहान बिहानैको लन्च मैले बनाएको छु। के बनाए गेस गर्नु देखि नै हाल्नु होला के बनाए भनेर। त्यो चाहिँ मसरुम हो क्या है मसरुमको झोल। अब बिहान बिहानै अब नन भेज त खाइदैन तिहारमा अरे भन्न म खाएको चाहिँ छैन है मैले। काग तिहार कुकुर तिहार लक्ष्मी पूजा र आज गोवर्धन पूजा यत्रो दिन मैले खाइनँ पनि र तपाईहरुको पनि तिहार राम्रै बोला भन्दै अब आज के हुन्छ हेर्दै जानु। गाइजहरु है तपाईहरु चाहिँ के गरेर बसिरहनु भएको घरमा। म त अल्छी लागेर नि मर्न आँटिसक्यो किनभने कामहरु यति धेरै छन् है। स्कुलको होमवर्क गर्न पनि यति अल्छी लाग्छ। माथि एकछिन छतमा बस्यो दिउँसो बोट बिरुवाहरू। यो चाहिँ के को बोट हो गेस गर्नु होला। यो चाहिँ कडी पत्ता हो अनि यो चाहिँ रातो खालको अम्बक राम्रो छ नि। अनि हेर्नु गाइस कागती कति धेरै अनि यो चाहिँ ड्रागन फ्रुट माथि उयो त माथि पनि छ हैन गाइस छन चाहिँ त यसमा चाहिँ अस्ति के अरे अस्ति फलेको पनि थियो खायौँ पनि। अनि यो चाहिँ नयाँ बोट लगाएको यसपालि टक्क लगाएर यहाँनिर एउटा टायर राखिदिएर अनि घुमाउने भनेको कस्तो हुन्छ। अनि तपाईहरुले चाहिँ देउसी भैलो खेलेर कति कमाउनु भयो त गाइस भनिदिनुहोस्। हाम्रो चाहिँ हिजो हेरिहाल्नु होला अगाडिको पार्टमा जब त्यही 1000-1200 जति भयो। अब त्यो हिजोको पैसा र आज हामी अब खेल्छौँ नि त्यो पैसा जम्मा गरेर चाहिँ हामीले पार्टी गर्ने भनेर हामीले पुरै दिन त्यस्तै गरेर आइरहेछौँ कि पार्टी गर्ने 2 दिनको पैसाले। फर्स्ट दिनको चाहिँ हामी राख्छौँ पैसा। फर्स्ट दिन चाहिँ भनिसक्यो होला मैले 500 भयो सबै 5 जनाको भागमा टोटलमा 2500 उठाएको थियो। अनि यस्तै भयो गाइज हाम्रो चाहिँ। तपाईहरुको चाहिँ धेरै उठोला हामी त धेरैजना थिएनौँ पनि थोरैजनामा। अर्को वर्ष चाहिँ अझै राम्ररी गर्ने भनेको छौँ। हरेक वर्ष त त्यही हो। ल अब गाइज हेर्दै जानुहोस् आज के हुन्छ र के गर्छौँ। यहाँ हेर्नुहोस् गाइज एउटा चाहिँ फल्दै छ यत्रो कत्रो हुन्छ होला यो। ओके हेलो गाइज हैन अनि आज म रेडी भइसक्यो फेरि आजको लागि। वाउ ढिलोमिलो बत्ती फेरि बढेन त। ग्लो है मेरो फेसको ग्लो। छोड न एकछिन त गाइज। अब चाहिँ हाम्रो पनि सकिन आँट्यो तिहार। अब चाहिँ हामी पार्टी गर्छौँ। हाम्रो पैसा उठेको कति उठ्यो हामी भन्छौँ तपाईँलाई। के हो गाइज हामी चाहिँ अहिले उठेको पैसाले पार्टी गर्न आएको छौँ यहाँ। यो के मामा चाउचाउको माइजू चाउचाउ हो कि हो
के हो यो माइक जुताउँछौ तिमीलाई थाहा हुन्छ हामीभन्दा बढी एकचोटि आउँदाखेरि त उज्यालो थियो 2-3 चोटि आउँछु बजाएको हो त्यस्तो म त गाइज हाम्रो कमाइ कति भयो प्रतिश गरिदेऊ त 1500 50 लाख 1500 अनि यहाँ मेन्युमा छौँ हामी तपाईँहरू पनि आउन सक्नुहुन्छ फेरि हल्ला नगर 1150 डिभाइड बाई 4 गरेर त कति हुँदो रहेछ तर हामी बाँड्दैनौँ गाइज 11 तर हामी नबाड्ने फेस्न 2 दिनको फर्स्ट दिन त धेरै स्ट्रगल गरे हो एकजना घरको 500 मोमेन्ट अफ के रोइदिम कि क्या यार हामीहरु त यो क्याफेको नाम भन्न त A1 तपाईँहरू पनि आउन सक्नुहुन्छ A1 क्याफे भनेको नि अलिकति महँगो हो के एकदमै महँगो भएपछि हामीलाई ओइ केटा गाइज होइन अनि हामी चाहिँ फर्किसक्यौँ त्यो कुकुर कति भुकिरहेको पछाडि ब्याकग्राउन्डमा अनि हामीले चाहिँ त्यहाँ खाएनौँ किन खाएनौँ भनेर सोचिरहनु भयो होला त्यो खाएनौँ किनभने त्यो बन्द हुनेवाला रहेछ बन्दै भइसकेको थियो अलमोस्ट नि हामी छिर्यौँ हामी चाहिँ थाहा भएन नि त अनि केही भन्नु पनि भएन अनि पछि त अब हुँदैन अहिले भन्नुभयो अनि अब के गर्ने हामीले अनि सबैजना मिलेर चाहिँ 50-50 को पान खायौँ अनि हाम्रो कमाइ चाहिँ 4500 भयो तपाईँहरूको त धेरै पनि भयो होला बट हामी 4जना त थियौँ अनि हिजो र आजको गरेर चाहिँ 4500 अनि अस्तिको गरेर चाहिँ 2500 भनेर अरे 8,000 चाहिँ हाम्रो 3 दिनमा अलमोस्ट उठिसक्यो अनि फर्स्ट दिनको चाहिँ हामीले बाडेमा भयो सेकेन्ड दिनको चाहिँ हामी खान्छौँ रमाइलो गर्छौँ र हेर्दै जानुहोस् के गर्छौँ अब त्यो खाएको भिडियो चाहिँ म हाल्दिनँ होइन तपाईँहरूलाई किन देखाउनु खाएको भनेर ल प्लिज मेरो हातको दुःख अलि यसो समात्छु प्लिज मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला भन्दै यस्तै भिडियोको लागि प्लिज सब्सक्राइब गरिदिनु होला